जबसम्म म आफै लड्दिन तबसम्म मेरो सहारा कोही हुँदैन। नेपाली फिल्म अन्जिला हिट कि फ्लप? नेपालको बहुप्रतीक्षित फिल्म अन्जिला अन्ततः हलमा लागिसकेको छ। के यो फिल्मले दर्शकको मन जित्न सफल भयो? के यो हिट हुनेछ कि फ्लप? आउनुहोस् दर्शकहरूको पहिलो प्रतिक्रिया, क्रेज र बक्स अफिस सम्भावना बारे पूरा विश्लेषण गरौं। फिल्मको प्रदर्शन र दर्शकहरूको उत्साह। अन्जिलाको भव्य रेड कार्पेट प्रिमियर धरानको फ्रेन्च सिनेमाजमा सम्पन्न भयो। हलमा फुटबल प्रेमी, सेलिब्रिटी र स्थानीय दर्शकहरूको भिड लागेको थियो। फिल्म हेरेपछि धेरै दर्शकहरू भावुक बनेका थिए। विशेष गरी अन्जिला तुम्बाप्पो सुब्बाको संघर्षले सबैलाई प्रेरित गर्यो। ट्रेलरको लोकप्रियता र हाइप। फिल्मको ट्रेलर युट्युबमा ट्रेन्डिङ, 8 लाख भन्दा बढी भ्युज। दर्शकहरूको सकारात्मक प्रतिक्रिया, यो त नेपाली सिनेमाको नयाँ लेभल हो भनेर धेरैले प्रतिक्रिया दिएका छन्। निर्देशक र टिमको प्रतिक्रिया, निर्देशक मिलन चाम्स भन्छन्, दर्शकको माया पाउँदा निकै उत्साहित छु। निर्माता प्रेम कुमार श्रेष्ठ भन्छन्, यो फिल्म नेपाली खेलकुद र सिनेमाको लागि एउटा महत्त्वपूर्ण कदम हो। निष्कर्ष, हिट कि फ्लप? पहिलो दिनको उत्साह हेर्दा फिल्मको भविष्य आशा लाग्दो देखिन्छ। प्रचार प्रसार राम्रो भएमा अन्जिला नेपाली बायोपिक चलचित्रहरूको उदाहरणीय फिल्म बन्न सक्छ। तर कथाले दर्शकलाई लगातार जोड्न सक्यो भने मात्र सुपरहिट हुनेछ। तपाईले यो फिल्म हेर्नुभयो? तपाईको प्रतिक्रिया के छ? कमेन्टमा लेख्नुहोस्। यो भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। जय नेपाल, जय सिनेमा। जबसम्म म आफै लड्दिन तबसम्म मेरो सहारा कोही हुँदैन।